नमस्कार सबैजना, म विवेक महर्जन। आज म नरेसन गर्न गइरहेको छु BTS ब्लग फर ट्यापा म्युजिक भिडियो है त। सो आज हामी छौँ विन्चे बहालमा, जुन चाहिँ पाटनमा छ। फिरोज दाई उहाँ चाहिँ अरेन्जर हुनुहुन्छ यो म्युजिकको। उहाँको स्टुडियोमा इन्टर गर्दै तपाईँहरूलाई देखाउँदै जाँदैछु है त। लगभग 7.5 वर्षपछि नेपाल फर्किए 25 नोभेम्बर 2025 मा। सो जस्ट 3 हप्ता छुट्टीमा चाहिँ अब यो भाइको बिहे अनि अडियो रेकर्डिङ अनि म्युजिक भिडियो गर्ने टास्क भनौँ मिसन गयो होला कुराकानी यसरी आयो मेरो दुःख हरायो भन्ने छ नि हजुर त फिमेल बच्चाहरूलाई गाउन लाउने बेलामा। सो गाइज आज चाहिँ लोकेसन चेक गर्न जाँदैछु विश्वास दाईको टिमसँग। हामी सबैजना अट्छ त यो त भिडियो हल्का रमाइलो। सधैँ अब भोलि पर्सि जाने हो, पर्सि जाने हो। अब आज र भोलि सुट छ। कति दिनको बसाइ भयो? 2 हप्ता 3 हप्ता, तर छुट्टी 3 हप्ता, बसाइ चाहिँ 2 हप्ता आधी जस्तो। मङ्गोलियन हर्टहरू युके गइरहेछ। ए हजुर, भोलि प्रोग्राम रहेछ। अस्ति भनेको ब्याग चाहिँ उनीहरूले ल्याइदियो। ए वा दाइ साइन आयो नि त दाइ, साइन आयो क्या। फिरोज दाईले चाहिँ एकदम मेहनत गरेर टल्काएर टक्क गिटार चाहिँ सुटको लागि दिनुभएको। आई कुड नट म्यानेज फ्रम एनी अदर प्लेस। दाईले लास्ट मोमेन्टमा हेल्प गरिदिनु भयो, प्रोभाइड गरिदिनु भयो उहाँको गिटार सुटको लागि। आज चाहिँ डे अफ सुटिङ। अहिले चाहिँ अब खाना खान आइरहेको छौँ हामी होइन। यहाँ ब्रदर्सहरू छ सबैजना हक्क होइन। डे अफ सुटिङ भनेको क्या त मेमोरी जस्तो। मेबी भिडियोको ओरिजिनल ह्यान्डराइटिङ त यहाँ राखिरहेको छु। यो पनि हाम्रो मेमोरी हुनेवाला छ। अनि and that's the actor, that's the crew, and that's the director. So day 1 shooting. आज हामी बुङ्गामतीमा छौँ। भर्खर हामीले ब्रेकफास्ट गऱ्यो कुमार खाजा घरमा। सो यहाँ चाहिँ मेकअप चलिरहेको अवस्था। उहाँ चाहिँ टोलको सपोर्ट हो, उहाँले चाहिँ हामीलाई सपोर्ट गर्नुभएको हो। इन अदर वर्ड्स टोलको लोकल बासिन्दा हुनुहुन्छ अनि उहाँले चाहिँ हामीलाई सपोर्ट गर्नुभएको, अलाउ गर्नलाई, सुट गर्नलाई। लोकेसन चाहिँ यही हो, स्पट यही हो। भर्खर दाइले सफा गर्नुभयो त्यहाँ। ए अस्तिको सुटिङको लास्ट टाइमको सुटमा हराएको थियो। ल भेटाए सही हो दाइ। ओके, फिरोजको पनि भ्या मजा आउँथ्यो। आज त्यो टोलाउनु प्रोग्राम छ कि? ए हजुर, ल अब काम सुरु गर्न लागेको। दाइले बत्ती बाल्नु हुँदैछ। भिडियो क्यामेरा युज गर्नु हामी अहिले त्यो BTS स्ट्यान्ड बाई बसिरहेको होइन BTS ठिक हुन्छ। निकाल्नु पनि पऱ्यो नि फेरि, किन्नेमा त स्टोर गरेर राख्न पाइएन। तुरुन्त फोकस म गर्ने पोस्ट गर्छु। सबै जर्नी छ। चेतन ब्लगसँग पनि छ हिजो। आउनु दिनुहोस् त, म खिचिदिन्छु नि त। हुन्छ दाइ। ल सटो पुरै बत्ती बल्यो छैन कि? ल अझ बत्ती बालेर ल। मसँगै छ
किन नदै है ल सो यो एक्सपिरियन्स चाहिँ कम्प्लिटली नयाँ थियो मेरो लागि सो थ्याङ्क यू विश्वास दाइ एन्ड टिम ल सुरु गरौँ ल भिजन गरिदिइहालौँ सबैलाई नमस्कार 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 ल आक्रेश जाऊ ल सुनिल जाओस् ल पहिला चाहिँ अनै छ है त ओके दाइ ल थ्याङ्क यू दाइ नभनोस् ब्रो है ल अब हाम्रो केटीहरू आएको छैनन् आएपछि ल ल ल याक्नमा ए आइसक्यो ल उनीहरू पनि ठ्याक्कै मलाई कस्तो गाह्रो भएको थियो आज बसेर ए होइन बसेको छैन रहेछ। मलाई कस्तो गाह्रो लागिरहेको थियो आज त राइडर हो झाँदाखेरि प्रब्लम छैन अब उभिरहेको किन नआउनु हाम्रो एक्ट्रेस हुनुहुन्छ ओ लाइटिङ राम्रो आइरहेछ माथि त्यसो उसमा माथि चढ्नु पर्यो होइन मनोज ल एकचोटि एक्ट गरेर देखाइदियो मनोजलाई मनोजले ठ्याक्क भाइब्स लिइहाल्छ नि वेदर पनि एकदमै रमाइलो थियो त्यो दिन अनि मनोजको एक्टिङ होइन मनोज हाउ ही एड्याप्ट्स इज अमेजिङ ल मेकअप गरेपछि यस्तो भएको छु त्यो उसलाई रानी मुखर्जीको फिल्म छ नि साप नायक फिल्ममा होइन मेकअप गरेको पछि क्या म यस्तो देखेँ ब्रो ब्रो त मेकअप पहिला भइसक्यो होइन दुवैजना होइन त मेकअप रेडी होइन त मेकअप रेडी भयो हामी नट रेडी पनि आए तिमी पनि आयो तर कता गयो हिँड्दै हिँड्दै त लाउनु यसरी आयो मेरो दुःख हरायो सो यहाँ चाहिँ मनोजले बिटसँग टाइमिङ एक्ट सबै क्यालकुलेट गर्दैछ माइन्डमा यसो गर्छु भन्दै फोकस है तिमी पनि आयो तर कता गयो होला कुराकानी यसरी आयो मेरो दुःख हरायो कसरी भुलाए मेरो सारा दुःखहरू कट आफ्नै लुगामा पोखाउने भयो क्यामेरामै पुगिन्छ त्यसो भयो भने तल गर्नुपर्छ त्यहाँ गर्नुपर्छ आफ्नै लुगामा पोखाउने भयो त्यसले मेरो लुगामा पुग्यो सुरुमा ड्रिङ्क्स चाहिँ राम्रोसँग इस्टाब्लिस हुनुपर्छ है देखाउँदा यसरी त्यो अघि जस्तै अनि पछि माथि आएपछि नदेखेर फरक परेन ल ल गरौँ ल आएर यसरी देख्नु नै पर्यो नोटिस गर्यो हातमा ड्रिङ्क उसले पुस गर्दाखेरि समतको हात त्यस्तो भयो यी स द ड्रिङ्क अनि ल रेडी कोसिस गरौँ है सो हाम्रो यो कन्सेप्ट चाहिँ अलि एक्सपेरिमेन्टलवाला छ भनौँ अहिले मनोजले पनि एकदम क्यामराम्यानलाई पनि सपोर्ट गरेको छ भेरी स्पोर्टी पर्सन के एज यु क्यान सी पुरा क्यामराम्यानलाई उसले अड्काएर होइन
सर्ट पनि लिइरहेछ एक्टिङ पनि गरिरहेछ प्लस लाइक हिरोइनको काखमा पनि सुतिरहेछ एज यु क्यान सी द्याट्स अमेजिङ मनोजले लिरिक्सलाई पुरा याद गरी गरी वर्ड सिङ्क होइन मनोज पर्दैन रियाक्सन मात्रै हो क्या त्यो आई मुभमेन्टहरू चाहिँ नि छ नि किरण So break time after a long tiring first half of the shoot. Most of the things were captured already. Ab khana khayo and I was heading towards the spot again. Kam chai alik charko थियो त्यो दिन तर यहाँ बस्दा चाहिँ एकदम रमाइलो चाहिँ फिल भयो है लुक एट इट सिन होइन अहिले शीतलमा बस्दा होइन रेस्टिङ ग्यादरिङ द एनर्जी गाइज होइन त्यहाँ पनि चलिरहेछ हाम्रो एक्ट्रेस यस्तो दामी ठाउँमा छौँ हामी अहिले टक्क होइन अनि मनोज ट्राइङ द ह्याट्रिक ल पासा भेरी गुड दामी भेरी गुड सट्स हाम्रो विश्वास दाइले डाइरेक्टर दाइले चाहिँ सेकेन्ड लोकेसनको पनि अरेन्जमेन्ट एट द सेम टाइम मिलाइरहनु भएको छ होइन हामीले फर्स्ट लोकेसन हेरेको चाहिँ अलिकति ड्यु टु लाइट अलिकति त्यहाँ सुट गर्न नमिल्ने भएपछि लास्ट मिनट चेन्जेस गर्न परिरहेको छ त्यही सिलसिलामा अर्को टेन्सन छ त्यहाँ दाइलाई बट अल इज वेल Ready, action! So with that day one shoot हाम्रो सकियो मेरो चाहिँ लास्ट एउटा यो सिन चाहिँ दामी लागेर होइन Hey, hello, there's the actress. So as a day 2 of shooting Club Cubic गौशालामा छ यो चाहिँ होइन थ्याङ्क गड मेरो सिस्टर एज अ सेभियर उहाँले चाहिँ लास्ट मोमेन्टमा यो भेन्यू विथ हर कन्ट्याक्ट हु ह्यापन्स टु बी द सोल्टी होइन हाम्रो सुरज डङ्गोल द ओनर thanks to him as well for providing this space for the shoot. Last moment, but he lent a hand to a faltering brother and saved the project. Saved us all, brother. Thank you so much. And thank you so much, my dear sister, Rina. So, यो चाहिँ day 2 shooting हो होइन अब यो चाहिँ अब हाम्रो आज चाहिँ डान्सिङ सिक्वलहरू छ डान्सिङ सिक्वलहरू चाहिँ अब उहाँ उयो गर्नुहुँदैछ रोइया दिदी सिसले सो मनोज अलरेडी रेडी छ cameraman, brother. 1, 2, 1, 2, 3. They are practicing. Honestly speaking, you know, like the magic was just happening in front of my eyes. I couldn't believe, to be honest. It's a short time, man. What Roya did was magic with the team, with the command, with the jolliness. Amazing, sis.
keep going. केसँग बस्न पायो पाएँ नै बस्यौँ त लिने म्याच यहाँ छ म्याच ब्रो यहाँ छ ल तिमीले So right now, group meeting is going on for day 2. And again, नाइट क्लबमा है भर्खरै उ गरिरहेको छ thank you, the staff member of the Cupid Club, for staying back as well, brothers. Nasuti and हाम्रो लागि बसिदिनु भयो. Thank you so much. हामीलाई चाहिने चिजहरू उपलब्ध गराइदिनु भयो, like everything, cleanliness, food. Thank you so much. बिस्तारै हुँदैछ स्टेजको सर्ट छ यहाँ अब अहिले अनि त्यसपछि हाम्रो यो हुँदैछ खै त लास्ट मिनटमा पुरा गिटार दिइराख्ने होइन यस्ता हिरोलाई हेर्दै हिरो नै गरिराख्ने बस्यो हैछ मफुला Mafula. ठिक छ दाइ Mafu. As you can see, they are practicing the steps. Your steps, it's not quite easy, you know, it's quite difficult, you know. This is really happening. So much of planning, so much of, you know, coordinating. Definitely we need some refreshment. You know? Jalin bo? Yes, yes. स्मोक चाहिँ कन्टिन्यू नफाल्नु होइन This is about to happen now. It's about to get started. धेरै त्यो ठाउँ जान्न Here भएको we are, everyone. This one. Let's get started. So स्क्रिनमा देखिरहनु भएको डान्सर्सहरू चाहिँ रोहिया दिदीको स्टुडेन्ट्सहरू हुनुहुन्छ. They are doing fabulous job, हैन? Amazing. श्वेता चाहिँ कता गयो? नति वने. खाना उ त्यो टेबलमा राख्दिन न दाइ मैं पसीने साइड गयो यहीँबाट फेरि आउँदाखेरि भागमा बस्यो सिटमा बसेको चाहिँ बसिरहनु So as you can see guys, very much experimental stuffs are going on, हैन? रमाइलो पनि छ, च्यालेन्जिङ पनि छ. रोहिया एकछिन स्क्रिनमा हेर न यो के गरेर बसेको हुन्छ त्यसरी भनिदेऊ
चाहिन्छ क्या देखिँदैन के चाहिँ त्योहरू कस्तो भन्दा यो भोइस रेकर्ड गर्दा गर्दै मेरो छोरीले 2-4 शब्द बोल्छु भन्दैछ हेरौँ के भन्छ 5, 6, 7, किन तपाईको गाना गाइरहेछ तपाईको ब्रो यो सकायो So, Shrisa, tell me, what do you think they are doing in this picture right now, in this video? He's just dancing around. Hey, that's you. Which one? That's over there. Yep. So funny. What are you doing over there? Are you dancing, man? I like your hat, yeah? What? But you don't like my hair, don't you? I like it. What? Oh my gosh. Ready? 1, 2, 3, rolling. Action! Cut. लगभग सकिएको अवस्था अब आर्टिस्टहरु चाहियो फेरि एकचोटि लास्ट आर्टिस्टहरु चाहियो दाइले एकचोटि फेरि भन्नुपर्ने भयो सो प्याकअप भनेको मिस भयो क्या रेकर्ड खिच्नै पाएन अगाडि भयो क्या सो क्लोजिङ फ्यु वर्ड्स हाम्रो सुटको बारेमा सुरु भइसक्यो सो यो चाहिँ मेरो एउटा सानो होइन सानो सबैजना होइन एकदमै इन्जोयबल बनाइदिनु भयो सबैको एनर्जी यति राम्रो Thank you, Dai, for fixing that echo. ड्रप अफ द भाइब के सबैमा बाडियो क्या होइन ब्रो यार ह्याट्स अफ होइन पर्फर्मेन्स एकदम दामी अनि थ्याङ्क यू ब्रदर फर द भेन्यू एज वेल होइन अनि हाम्रो एक्ट्रेस हाम्रो एक्टर सबैजना टिम सबैजना एकदम मेमोरेबल हुनेछ मेरो लागि चाहिँ है एकदमै आफ्टर 7 years आई कम ब्याक टु माई कन्ट्री होइन अनि यो मेमोरी लिएर जानु भनेको मेरो लागि एकदमै स्पेसल हो रियली थ्याङ्क यू सो मच म चाहिँ मनोज मर्जन अनि मलाई एकदम रमाइलो लाग्यो यो म्युजिक भिडियोमा काम गर्दाखेरि अलिअलि के नयाँ नौलो एक्सपिरियन्सेस पनि भयो अनि हामीले अलिकति धेरै कुराहरू एक्सपेरिमेन्ट गर्न खोजिरहेको थियौँ नि त पिओभीका कुराहरू यता विषय कुराहरू अनि अलिकति सुरुमा चाहिँ अलिकति कन्फ्युजन के हो कसो हो भइरहेको पनि पछि चाहिँ बिस्तारै हामी त्यो माहौलमा भिज्दै गइसकेपछि एकदम मजाले काम गऱ्यौँ टिम पनि एकदम राम्रो हो अनि राम्रो गीत बनाइदिनु भयो विवेक दाइलाई धेरै धेरै धन्यवाद तपाईँको गीतमा काम गर्न पाएँ धेरै खुसी लाग्यो ज्योति म्युजिकसँग काम गर्न पाउँदाखेरि त सधैँ अब त्यही नै हो राम्रो टिम अनि रमाइलो भाइ अनि त्यसपछि एकदम रमाइलो भयो नि त किन हाम्रो सेटको मेमोरेबल पार्ट र अलिकति फन पार्टहरू हजुरहरूले पाउनु
ठ्याक्कै चाहिँ सोच्न गाह्रो हुन्छ क्या ल भन्नु त तपाईँले भन्नु न पहिला म सोचिरहेको छु अनि त्यत्रो त्यो लड्दाखेरि नै मैले धेरै लडिसके ब्रो धेरै लडिसके डान्समा स्टेपल मन्दिरदा ए अड्किन देला होइन अड्किँदा चाहिँ मलाई चाहिँ रमाइलो भन्दा पनि अलिकति हुन्छ नि अरूलाई रमाइलो गरेर चाहिँ अरूलाई यहाँ कुद्नु परिरहेछ तर ठ्याक्कै के भन्ने भनेर चाहिँ ठ्याक्कै आएन नि तिमी यस्तो भट्ट हाम्रो अडियन्सलाई पछि हेर्दाखेरि के भनिदिन चाहनुहुन्छ एकदमै माया गरिदिनु होला होइन राम्रो भएको छ भने राम्रो भनिदिनु नराम्रो भएको छ भने सुधार्ने पाठ भनिदिनु गाली नगर्नु होला जस माया दिनु होला सेम मेरो पनि सेम एकदम धेरै माया गर्नु होला अनि भिडियो आएपछि हेरिदिनु होला सेयर गरिदिनु होला होइन अनि सब्सक्राइब गरिदिनु होला शेयर एकदम त्यही सब्सक्राइब अनि बेल आइकन Thank you. So thank you for watching everybody. This is Baba signing off. सबैको आफ्नो आफ्नै कथा हुन्छ त्यो कथा सुनिदिने कोही हुनु पर्दछ जिन्दगी यो यस्तै त हो के गर्ने बढ्ने बाड्ने बढाउने आफै हो सबैको आफ्नो आफ्नै कथा हुन्छ त्यो कथा सुनिदिने कोही हुनु पर्दछ जिन्दगी यो यस्तै त हो के गर्ने बढ्ने बाड्ने बढाउने आफै हो छोड्न सकिन्छ लान भने सकिन्न यो रितमा हित हुने त मात्र पलहरू हो कति माया गर्छु म तिमीलाई थाहै छ त म पनि तिमीसँगै जान चाहन्छु नि त तिम्रो पछि पछि तिम्रो पछि पछि तिम्रो पछि पछि जाऊ जाऊ तिमी नभुल है मलाई Thank you, Dai, for getting me on this trip. Welcome. हाम्रो रजिन दाई ल हामी कहाँ जाँदैछौँ नि दाई साँच्ची अहिले हामी अब टोखा झोर त्यसपछि लास्ट हाम्रो स्पोर्ट गुर्जे भन्छ अर्पण दाईको फार्म हाउसमा वाउ अर्पण दाईको फार्म हाउस अर्पण दाई वी आर कमिङ एन्ड एकछिन पज गर्दै गर्दै कन्टिन्यू गर्दै जान्छौँ अपडेट दिँदै जान्छौँ होइन
कस्तो दामी डाइलग मिस कहाँ भयो त यार दाइ म के अरे तपाईँको प्यारो भाइ थ्याङ्क यू सो मच दाइ मलाई टुरिदिनु भयो 3 चोटि बोलाउँदा बल्ल ठ्याक्कै मिल्यो कि एकदमै टाइट भयो नि दाइ हिजो रेकर्डिङ थियो होइन हिजो पनि मैले हिजो चाहिँ कस्तो भन्दा करेक्सन गरेको रेकर्डिङ थियो क्या त्यसमा के मिलेको छैन एक्सप्रेसनहरू त्यो चाहिँ टिपेर गएर अनि मिलाउनु गयो क्या हिजो चाहिँ अब हिजो फ्री हुन्थ्यो तर अब यस्तो भयो क्या मलाई चित्त नबुझे जस्तो नि ट्राई गरेँ जति सक्दो होइन त्यो पनि इन्क्लुडेड छ अहिले चाहिँ त्यो भोकलमा पनि एक्सप्रेसनहरू क्या दाइ दुःख र दुःखमा क्या अब लाइक एकचोटि चाहिँ पुरा दुःख नै छ जसरी भन्ने अर्कोचोटि चाहिँ त्यो दुःखलाई एक्सेप्ट गरिसकेपछि खुसी भएर भन्ने यस्तो खालको होइन अनि ढ्याप्पा पनि छ दाइ होइन धरप्पालाई चेन्ज गर्दैन ढ्याप्पा बनाइदियो कहिले आउँछ अब मिक्सिङ मास्टरिङ हुनु अलिक टाइम लाग्छ तर मसँग रफ चाहिँ छ अहिले बाटोमा अहिले सुनाउला चाहिँ रफ भन्दा पनि चाहिँ हल्का मिक्स भएको चाहिँ छ